सीता कुमारीजी चाहिँ हाम्रो झापाबाट आउनुभएको होइन। उहाँको चाहिँ लेफ्ट सेरिबेलो पोन्टाइन एङ्गल रिजनमा चाहिँ 4.5 into 3.7 सेन्टिमिटरको ट्युमर थियो। अहिले त्यहाँनिर हेर्न सक्नुहुन्छ। आज 4 वर्ष भयो। अलि डराउनु भएको थियो, अहिले मजाले हाँसिरहनु भएको छ, फ्रेस हुनुहुन्छ, हिँड्न केही गाह्रो छैन, सबै आफ्नो जीविका आफै चलाउन सक्नुहुन्छ। नमस्ते, म सीता कुमारी राउत हुँ। अपरेसन गरिसकेपछि टिमुर हट्यो। अहिले मलाई राम्रो छ, बोल्न सक्छु, हिँड्न सक्छु, हेर्न पाइयो, संसार यहाँसम्म आइयो। धन्यवाद छ, यहाँसम्म अब राम्रो भयो। नमस्कार, मेरो नाम पुनु थापा हो। म बिर्तामठ 6 मा बस्छु। म दिदीको उपचारको लागि यहाँसम्म आएको थियौँ, फ्लकको लागि। दिदीलाई पहिला टाउको दुख्थ्यो, टिमुर भएको रहेछ टाउकोमा। टिमुरको दबाई गर्नलाई काठमाडौँ न्युरोमा ल्यायो। न्युरोबाट दबाई गर्दाखेरि अहिले सक्षम राम्रो भएको छ। अहिले टिमुर पनि होइन, अब सबै अब फैलिने ओर्ने यस्तो केही हुने भएको छैन, एकदम राम्रो छ। मुख बाङ्गो अपरेसन गर्दा मुख बाङ्गो हुन्छ भनेको थियो, मुख पनि बाङ्गो भएको छैन, सबै राम्रो छ, क्लियर छ। अलिअलि गरेर यसो काम गरेर खान सक्ने हुनुभएको छ, सक्षम राम्रो भएको छ। हस्पिटलको डाक्टरहरूलाई सबैमा धन्यवाद मेरो तर्फबाट। हाँस्नु त अब पुरै हाँसिदिनु त, राम्ररी हाँसी पनि खुलाएर।